नमस्कार साथीहरु, मोस्ट पपुलर फेसबुक एकाउन्टमा हुने यो ब्लू टिक जुन तपाईहरु सजिलैसँग स्क्रिनमा पनि हेर्न सक्नुहुन्छ। यो ब्लू टिक हामीले आफ्नो फेसबुक एकाउन्टमा फ्रीमा कसरी एड गर्ने, फ्रीमा कसरी लगाउने, फेसबुकको न्यू अपडेट आएको छ। फेसबुकको न्यू अपडेट अनुसार तपाईहरु यो जुन ब्लू टिक चाहिँ तपाईहरु सजिलैसँग आफ्नो फेसबुक एकाउन्टमा तपाईहरु सेल्फी भेरिफिकेसन गरेर सजिलैसँग फ्रीमा लगाउन सक्नुहुन्छ, फ्रीमा एड गर्न सक्नुहुन्छ। ब्लू टिक आफ्नो फेसबुक एकाउन्टमा फ्रीमा कसरी एड गर्ने सम्पूर्ण जानकारी यस भिडियोमा दिएका छौं। साथीहरु, भिडियो सुरु गर्नुभन्दा पहिले यस्तो भिडियोहरुको लागि च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नबिर्सनु होला। अब सबैभन्दा पहिले हामीले फेसबुकमा जुन यो एकाउन्टमा हुने ब्लू टिक हामीले कसरी आफ्नो फेसबुक एकाउन्टमा लगाउने त्यसको लागि जानकारी दिन गएका छौं। तपाईहरु त्यसको लागि सुरुमा प्ले स्टोरमा आउनु होला। त्यसमा आइसकेपछि तपाईहरु सर्चमा जानु होला। सर्चमा गएर तपाईहरुले सुरुमा यसरी फेसबुक भनेर यसरी सर्च गर्नु होला। सर्च गर्ने बित्तिकै यसमा फेसबुकको एप्लिकेसन शो गर्छ। अब तपाईहरुले मेरो यसमा ओपन लेखेर आएको छ। यदि तपाईहरुको अपडेट भएको छैन भने यसमा अपडेट लेखेर आउँछ, तपाईहरुले त्यसलाई अपडेट गर्नु होला। अपडेट गरिसकेपछि फेरि यसरी ओपन लेखेर आउन सक्नुहुन्छ। यसरी ओपन गर्नु होला। ओपन गरिसकेपछि माथिपट्टि तीनटा लाइन दिएको छ, त्यसमा टच गर्नु होला। त्यसमा टच गरिसकेपछि तपाईहरु सजिलैसँग यसमा सेटिङ एन्ड प्राइभेसी भन्ने अप्सन रहेको छ, त्यसमा टच गर्नु होला। त्यसमा टच गर्ने बित्तिकै यसमा विभिन्न किसिमको अप्सनहरु शो गर्छ। जस्ट तपाईहरु सेटिङमा जानु होला। म सेटिङमा गएको छु। त्यसमा गइसकेपछि यसमा तपाईहरु सुरुमा हेर्न सक्नुहुन्छ एकाउन्ट सेन्टर भन्ने अप्सन रहेको छ, तपाईहरु त्यसमा टच गर्नु होला। त्यसमा टच गर्ने बित्तिकै एउटा यस्तो इन्टरफेस खुल्छ। अब तपाईहरु यसमा विभिन्न किसिमको अप्सनहरु यसमा पनि हेर्न सक्नुहुन्छ। अब पासवर्ड एन्ड सिक्युरिटीमा जानुपर्ने हुन्छ। यसमा म पासवर्ड एन्ड सिक्युरिटीमा मैले यसरी टच गरेको छु। टच गर्ने बित्तिकै यसमा विभिन्न किसिमको अप्सनहरु शो गरेको छ। तलपट्टि हेर्न सक्नुहुन्छ सेल्फी भेरिफिकेसन भनेर दिएको छ, भेरिफिकेसन सेल्फी भनेर शो गरेको छ। अब तपाईहरुले त्यसमा टच गर्नुपर्ने हुन्छ। जस्तै मैले यसमा टच गरेको छु। टच गर्ने बित्तिकै तपाईहरु आफ्नो एकाउन्टलाई यसरी सिलेक्ट गर्नु होला। सिलेक्ट गरिसकेपछि जस्ट तपाईहरु सजिलैसँग नेक्स्टमा टच गर्न सक्नुहुन्छ। जस्तै म नेक्स्टमा टच गरेको छु। टच गरिसकेपछि अब तपाईहरु सुरुमा यसमा तपाईहरुको जीमेलमा कोड आउँछ, त्यो कोड राखेर तपाईहरु कन्टिन्युमा टच गर्नु होला। जस्तै म कोड हेर्न गइरहेको छु, तपाईहरुले त्यो कोड राखेर सजिलैसँग कन्टिन्युमा टच गर्न सक्नुहुन्छ। जस्तै यसमा म कन्टिन्युमा टच गर्न गइरहेको छु। यसमा मैले कन्टिन्युमा टच गरेको छु। टच गरिसकेपछि यसमा तपाईहरुले यसरी आफ्नो सेल्फी भेरिफाई गर्नुपर्ने हुन्छ। तपाईहरु सजिलैसँग जस्ट स्टार्ट सेल्फीमा टच गर्नु होला। यसमा तपाईहरुले मैले गरे जसरी यसरी तपाईहरु सजिलैसँग आफ्नो फेसलाई यसमा भेरिफिकेसन गर्नु होला। जस्तै मैले यसरी भेरिफिकेसन गरेको छु। यसरी अपलोडिङ भनेर आउँछ, जस्ट डन भनेर आएको छ। यसमा भेरिफिकेसन सेल्फी भनेर आएको छ। तपाईहरु सजिलैसँग जस्ट डनमा टच गर्नु होला। अब तपाईहरुको यसमा तपाईहरुले फेसबुकले यसमा हेर्छ, तपाईहरुको एकाउन्ट हेर्छ, त्यही अनुसार तपाईहरुको यसमा यसरी मेरो यसमा नाम मात्र शो गरेको छ। यसको यतापट्टि ब्लू टिक, त्यसभन्दा पछि फेसबुकले दिन्छ। तपाईहरु सजिलैसँग यसरी तपाईहरु अहिले फेसबुकको नयाँ अपडेट आए अनुसार तपाईहरु सजिलैसँग यो तरिकाबाट तपाईहरु सेल्फी भेरिफिकेसन गरेर तपाईहरु सजिलैसँग आफ्नो एकाउन्टमा ब्लू टिक लाउन सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो, मनमा लागेको जे के साथ तल कमेन्ट बक्समा राख्न नबिर्सनु होला। यस्तो भिडियोहरुको लागि च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिन नबिर्सनु होला।